हेलो साथीहरू, आजको भिडियो चाहिँ यो मेरो अचार हजुरको अचार कति महँगो भन्ने साथीहरूको लागि चाहिँ मेरो अचार बनाउँदा बिहानदेखि साँझसम्मको मैले काम देखाउँछु है हजुरहरूलाई। म बिहान उठेँ होइन, मासु अर्डर गरिसकेपछि लसुन र अदुवा लिन गएँ अनि लिएर आइसकेपछि त्यसलाई चपिङ गरेँ। पछि मासु आएपछि मासुलाई नि काटेर सानो सानो पिस बनाएँ अनि त्यसलाई फ्राई गरेँ। अदुवा लसुन फ्राई गरिसकेपछि फेरि अचारहरू बनाउन सुरु गरेँ। अचार बनाउन सुरु गर्दा मेरो 1 बजे थियो होइन। 1 बजेदेखि 5 बजेसम्म मैले अचार रेडी भइसकेको थियो। अनि त्यो रेडी भएको अचार यत्तिकै प्याक गर्न त मिल्दैन, त्यसलाई पनि फेरि सेलाउन हाल्नु पर्यो। त्यसलाई सेलाउन छोडेर म फेरि डब्बा अनि फाइबर ब्यागहरू लिन गएँ। अनि आइसकेपछि साँझ कति 7:30 8 बजेदेखि फेरि मैले जोख्न सुरु गरेँ। अनि साँझ 8 बजेदेखि जोख्न सुरु गरेँ। अनि जोखेर अब प्याकिङ गर्नु पर्यो। मैले चाहिँ 500 ग्रामको डब्बाहरू आधा केजीको डब्बालाई जोख्छु होइन। एउटा डब्बा जोख्छु अनि म शङ्कालु भएर के हो मेरो बानी नै त्यस्तै हो। मेसिनलाई पनि मैले शङ्का गरेर फेरि दुई फेर 3 फेर जोख्छु। एउटा बट्टा जोख्छु अनि फेरि 2टा जोडेर 1000 ग्राम छ कि छैन भनेर जोख्छु। अनि लास्टमा फेरि सबै जोखिसकेपछि टोटल डिब्बा अनुसार फेरि पुग्यो कि पुगेन भनेर जोख्छु फेरि लास्टमा। अनि जोखेर यति जोखेर भ्याउँदासम्म मेरो लगभग 9:30 भइसकेको थियो। अनि हल्का बिचबिचमा भिडियो पनि बनाउँदै गरेको भएर पनि ढिलो भयो। अनि यति जोखेर भ्याइसकेपछि साँझ त्यही 10 बजे 10:30 कति बज्यो त्यतिसम्म सकिएको थियो। यति बनाउँदासम्म गर्मीले लुसुकै भइसकेको थिएँ। अनि बिहानदेखि साँझसम्म कति मेहनत गर्नुपर्छ गर्मीकोमा। अब महँगो भन्नुहुन्छ, यति दुःख गरेर खासै महँगो भयो जस्तो त लाग्दैन। एकचोटि ट्राई गर्नु मेरो अचार, अनि महँगो भएर मिठो नभए म फिर्ता दिन्छु के पैसा।